हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। यो भिडियो चाहिँ कहाँको हो भन्दा यो भिडियो चाहिँ हो रोहिनीको अलिकति मुनि गएपछि चाहिँ तपाईँहरूलाई यस्तो जग्गा भेट्छ जहाँ चाहिँ गाडी प्याराग्लाइडिङ सबै कुराहरू पाउनुहुन्छ। आउनुहोस् तपाईँहरूलाई यो छोटो भिडियोमा म देखाउने छु। भ्यूको कुरा गर्नुपर्दा चाहिँ यहाँ चाहिँ एकदमै दामी भ्यू थियो। तलनिर चाहिँ एकदम मैदान चौर, अन्त माथि माथि पहाडहरू देखिरहेको एकदम ग्रिनेरी। अलग्गै यो रोहिनी जस्तो चाहिँ लागेन हामीलाई चाहिँ, एकदम दामी, के भन्नु, अर्कै दुनियाँ जस्तो लाग्यो मलाई चाहिँ। अनि तपाईँहरू यहाँ आएपछि चाहिँ दुईवटा चिज गर्नु सक्नुहुन्छ। एउटा चाहिँ गाडी राइड गर्नु सक्नुहुन्छ अनि एउटा चाहिँ प्याराग्लाइडिङ। माथिबाट चाहिँ मुनि मैदानमा ल्यान्ड हुने रहेछ। अनि गाडी राइड गरेको चाहिँ 300 पर हेड अनि प्याराग्लाइडिङको चाहिँ 3500 अरे। मलाई चाहिँ प्याराग्लाइडिङ गर्नु मन थियो, तर अब म चाहिँ योपालि चाहिँ गरिनँ, नेक्स्ट टाइम गर्छु। यो भिडियो चाहिँ सिलिगुडी साइडबाट हेर्नुहुँदैछ भने तपाईँहरूलाई अन्ली 45 to 50 मिनट्स लाग्छ। रोहिनी जानुहोस् अन्त एडभेन्चर्सको लाभ उठाउनुहोस्। अब चाहिँ हामी राइड गर्न आँटेको। अब दुईजना चाहिँ राइड गर्ने भयो। को गर्ने हो थाहा छैन, म चाहिँ गर्ने हो। म चाहिँ माथिबाट चाहिँ के अरे त्यो प्याराग्लाइडिङ गरौँ भनेको थिएँ कि। अन्त अब अलिकति होस्, त्यो चाहिँ आँट आयो, बोन साइन गर्नुपर्छ भने कि। अन्त बुढालाई लिएर आउँछु, बुढासँगै गर्छु। बुढा यस्तो दामी भ्यू छ यहाँ चाहिँ। लो है, यो चाहिँ यस्तो दामी जग्गा छ। लु म जान्छु, को जान्छ लु। ल ल लु जा अब, ल ओके ओके ओके। ल सक्षम कहाँ गयो अब? तल पुग्यो होला। चला त, चला न आमा, चला त, चला अलिक चला। आइज न, आइज 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 न नै। बाई गाइज, लु चला न, चला। सक्षम चलाएर आइसक्यो। कस्तो लाग्यो गाइस, कस्तो लाग्यो? मजा आयो? डर लागेन हो र? चलाइन आँटी गरिस् मजा। गाडीको चाहिँ मेरो एक्सपिरियन्स भन्नुहुन्छ चाहिँ एकदम उबड खाबड बाटोमा लान्छ गाइस। स्कुटी चलाउने मान्छे तर एकदमै साह्रो पर्दो रहेछ। चारवटा चक्का भएर पनि कन्ट्रोल गर्नु चाहिँ एकदमै साह्रो। मेरो चाहिँ गाडी चलाएको भिडियो हेर्नुभयो भने चाहिँ तपाईँहरू हाँसेर चाहिँ के हुनुहुन्छ। घरि उकालो जान्छ, घरि ओह्रालो जान्छ, आउट अफ कन्ट्रोल भइदिएको थियो मेरो गाडी। बरु नानीहरूले राम्रोसँगले चलायो र पनि मैले चलाएँ, एकदमै मजा आयो। आउँदाखेरि चाहिँ एकदमै ओह्रालो रहेछ अनि जाँदाखेरि चाहिँ एकदमै उकालो। अनि तल मैदानमा आएपछि चाहिँ तेर्सो चाहिँ उहाँहरूले चाहिँ मजाले भिडियोहरू गरिदिनु हुँदैछ नि त, त्यही भएर चाहिँ मलाई भिडियो गरिदिनु हुँदैछ। तर मेरो गाडी चाहिँ घरि तल घरि माथि, चारवटै चक्का भएर पनि कन्ट्रोल गर्नु चाहिँ यस्तो साह्रो परेको होइन। तर पनि हार त नमान्ने, अब तल जाओस् कि माथि जाओस् चढाउनै पर्ने। मैले चाहिँ म चाहिँ अब हार नमान्ने मान्छे परेँ। टाइम लागोस् तर चलाउने चाहिँ चलाउने भनेर चाहिँ चलाएँ। हाम्रो आफ्नै जग्गाहरू यति राम्रो, यति प्राकृतिक सौन्दर्यले भरिएको होइन, यस्तो राम्रो छ, हामीलाई टाढो जानै पर्दैन। सो गाइस, तपाईँहरू पनि आएर एकपल्ट हेर्नुहोस्, एकदमै मन पर्यो मलाई चाहिँ।
खुट्टा भएकोले पनि डर लाग्दो रहेछ मजा आयो उज्यालोमा हिँडेर अन्धेरोमा आउने चाहिँ हामी हो है लु ल साथीहरू अब चाहिँ हामी घर आइसक्यौँ बाई ल जानु ल बाई बाई गाइस कहाँबाट ल उज्यालोमा हिँडेर अन्धेरोमा आउने हामी हो अब अन्धेरो हुन आँट्यो लु जानु ल बाई प्रियांकी ड्युटीबाट होला बाई गाइस गाइस गाडीमा अब